पाल्पा जिल्ला होइन, सुन्दाखेरि एकदमै ऐतिहासिक अनि सुन्दर ठाउँ। तर आज हामी पाल्पाको अलि फरक पाटो हेर्दैछौँ। एउटा चिन्ताको विषय त्यो हो बसाइसराई, एकदमै तीव्र गतिमा भइरहेको। हामीसँग एउटा लेखको अंश छ, पाल्पाबाट बसाइसराईको कारण र चिन्ता भन्ने। यसले चाहिँ भर्खरको तथ्याङ्क र किन यस्तो भइरहेछ भन्ने केही कारणहरू देखाउँछ। आज हाम्रो छलफलको खास उद्देश्य नै यही हो, यो स्रोतलाई केलाएर पाल्पाबाट मान्छे किन बाहिरिँदैछन्, यसको असर के छ, अनि खै किन यो यति चिन्ताको विषय बन्यो त, यो बुझ्ने प्रयास गरौँ। हामी खास गरी गत आर्थिक वर्ष मतलब 2080-81 को सरकारी तथ्याङ्कमा अलि बढी ध्यान दिन्छौँ, किनभने यसले अहिलेको अवस्था कति गम्भीर छ भन्ने देखाउँछ। सुरुमा एउटा तथ्याङ्क हेरौँ न, अलिकति तर्स्याउने खालको छ। गत आर्थिक वर्षमा मात्रै पाल्पाका 10 वटा पालिकाबाट कुल 3,904 जना मानिस बसाइ सरेर अन्त गएछन्। यो त्यत्तिकै भनेको होइन, पालिकाको पञ्जीकरण शाखाको आधिकारिक रेकर्ड नै हो। हजुर। अनि त्यही बेला जिल्लामा भित्रिने मान्छे कति त? जम्मा 1,104 जना। यो ग्याप त निकै ठुलो भयो नि। हो, यो अन्तर एकदमै विचार गर्नुपर्ने खालको छ। यो खाली नम्बर मात्रै होइन, यसले त पाल्पाको सामाजिक आर्थिक बनोटमै कस्तो ठुलो परिवर्तन भइरहेको छ भन्ने संकेत गर्छ। भित्रिने भन्दा झन्डै 3 गुणा बढी मान्छे बाहिरिनु भनेको त त्यहाँका समुदाय, खास गरी गाउँका समुदायहरू टिक्न सक्छन् कि सक्दैनन् भन्नेमै प्रश्न उठ्छ। यो असन्तुलनले साँच्चै गहिरो विश्लेषण माग्छ। हो नि, तपाईले भने जस्तै 3,094 बाहिरिने, 1,104 भित्रिने भनेपछि त हिसाब गर्दा जिल्लाले एकै वर्षमा झन्डै 2,000 मान्छे स्थायी रूपमा गुमायो होइन त? हो, ठ्याक्कै। गणितीय हिसाबले हेर्दा करिब 1,990 जनाको खुद नोक्सान मतलब नेट लस देखियो। एक आर्थिक वर्षमा यति जनसङ्ख्या स्थायी रूपमा घट्नु पाल्पा जस्तो अब पहाडी जिल्ला, जनसङ्ख्या पनि त्यस्तो अथाह नभएको ठाउँमा यो सानो सङ्ख्या हुँदै होइन। यसको असर त तत्कालै पनि देखिन्छ, पछि झन गहिरो हुँदै जान्छ। जस्तो कि काम गर्ने उमेरका मान्छे होइन, सक्रिय जनशक्ति कम हुन्छ, अनि कृषि उत्पादन घट्ला, गाउँका सिपहरू हराउलान्। स्थानीय बजार पनि त खुम्चिन्छ नि, किन्ने मान्छे पनि कम, बेच्ने मान्छे पनि कम। अनि अर्को कुरा, सामाजिक संरचना नै बदलिन्छ। गाउँमा बुढापाका र केटाकेटी मात्रै रहने होइन, युवाहरू सब बाहिर। अनि त्यसले गर्दा सामाजिक चाडपर्व, संस्कृति सबै फिका हुँदै जान्छ। अनि फेरि यो समस्या कुनै एउटा पालिकामा मात्रै होइन भन्ने कुराले झन् गम्भीर बनाउँछ होला होइन? स्रोतले त 10 मध्ये 9 वटा पालिकामा यही हाल छ भनेको छ। हो, यो एकदमै महत्त्वपूर्ण कुरा हो। यदि एउटा वा दुईटा पालिकामा मात्र यस्तो हुन्थ्यो भने ल ठिकै छ, त्यहाँ केही विशेष कारण होला भन्न सकिन्थ्यो। तर 10 मध्ये 9 वटैमा बाहिरिनेको संख्या भित्रिने भन्दा बढी हुनुले त के देखाउँछ भने यो समस्या स्थानीय मात्रै रहेन, यो त जिल्लाव्यापी भयो, सायद प्रणालीगत नै छ। यसको अर्थ पाल्पाका धेरै जसो ग्रामीण भेगले मान्छेलाई आकर्षित गर्ने वा टिकाइ राख्ने क्षमता गुमाउँदै गएको जस्तो देखिन्छ। यो त एउटा सङ्कटको सूचक नै हो। त्यसो भए केले चाहिँ मान्छेलाई यसरी आफ्नो घर गाउँ छोड्न बाध्य बनाइरहेको रहेछ त? स्रोतले केही कारणहरू देखाएको छ। पहिलो कारण सुन्दा त खै अलि अचम्मै लाग्ने तर निकै दुःखद छ। गाउँघरमा वन्यजन्तुको आतंक बढेको छ रे। खास गरी बाँदर, दुम्सी, बन्देल यिनीहरूले किसानले लगाएको बालीनाली पुरै खाइदिने, नोक्सान गरिदिने गर्दाखेरि उनीहरू आजित भएर कस्तो भने खेतीपाती नै छोड्ने अवस्थामा पुगेका छन् रे। यो त बाँच्ने आधारमै हमला भयो नि। बिल्कुल, यसलाई सामान्य समस्या वा झन्झट मात्रै भन्नै मिल्दैन। यो त ती किसान परिवारको लागि सिधै आर्थिक सङ्कट हो, आफ्नो गुजारा नै नचल्ने अवस्था हो। सोच्नुहोस् त, वर्षभरि दुःख गरेर लगाएको बाली एकै रातमा जनावरले सखाप पार्दा कस्तो हुन्छ होला। जब मुख्य पेशाबाटै खान लाउन पुग्दैन अनि आम्दानी नै छैन भने मान्छेले गाउँ छोड्नुको विकल्प के रहन्छ र? यसले के देखाउँछ भने यो मानव वन्यजन्तु द्वन्द अब वातावरणको मुद्दा मात्रै रहेन, यो त सामाजिक आर्थिक मुद्दा बनेर बसाइसराईलाई नै मलजल गरिरहेको छ। परम्परागत कृषिमा टिकेको ग्रामीण जीवनमाथिको यो ठुलो चुनौती हो। हो, कति मार्मिक कुरा। अर्को कारण पनि उत्तिकै गम्भीर छ, तर अलि फरक खालको। त्यो हो चुन ढुङ्गा खानी उत्खनन।
स्रोतले खास गरी तिनाउ, निज्दी, माथागढी, रैनादेवी छहरा जस्ता पालिकामा चलेको खानीले गर्दा त्यहाँका स्थानीय बासिन्दा विस्थापित भइरहेका छन् भनेर किटान्ने गरेको छ। एकातिर विकासको कुरा सुनिन्छ, अर्कोतिर मान्छे उठीबास। हो, यो त त्यही विकास भर्सेस विस्थापनको क्लासिक उदाहरण भयो। खानी चल्दा रोजगारी बढ्ला, राजस्व आउला, आर्थिक गतिविधि होला भन्ने तर्क एकातिर छँदैछ, तर त्यसको मूल्य कसले चुकाइरहेको छ त? स्रोतले स्पष्ट भनेको छ, त्यहीँका स्थानीय समुदाय जसले आफ्नो पुर्ख्यौली घर, जग्गा, थातथलो छोड्न बाध्य भएका छन्। यो केवल भौतिक विस्थापन मात्रै होइन नि, उनीहरूको सामाजिक जीवन, संस्कृति, भावनामा कति असर पर्छ होला। अनि यहाँ प्रश्न उठ्छ के यस्तो विकास दिगो हुन्छ कि यसले स्थानीय मान्छेको हित हेरेको छ? स्रोतले भनेको विस्थापन हेर्दा त त्यस्तो लाग्दैन, यसले त विकासको प्राथमिकतामै प्रश्न उठाउँछ। वन्यजन्तुले खेती गर्न दिएन, खानीले घरबाटै निकाल्यो। अनि तेस्रो कारण, जुन चाहिँ सायद नेपालका धेरै गाउँको साझा कथा हो, त्यो हो आधारभूत सेवा सुविधाको कमी। स्रोतले भन्छ, मान्छेहरू सहरतिर तानिनुमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको खोजी पनि मुख्य कारण हो। गाउँमा राम्रो स्कुल छैन, भरपर्दो अस्पताल वा स्वास्थ्य चौकी छैन, अनि आमा बाबुले खै छोराछोरीको भविष्यकै लागि भए पनि सहर पस्नै पर्ने बाध्यता छ। हो, यो त विश्वभरि नै गाउँबाट सहरतिर हुने बसाइसराईको एउटा एकदमै प्रमुख कारण हो। यसले दुईटा कुरा एकैचोटि देखाउँछ। पहिलो, मानिसमा आफ्ना छोराछोरीका लागि राम्रो अवसर खोज्ने त्यो स्वाभाविक मानवीय इच्छा। दोस्रो, गाउँघरमा पूर्वाधार र सेवा पुर्याउने कुरामा अझै पनि राज्यको लगानी र ध्यान पुगेको छैन भन्ने यथार्थ। जब पढाइ, स्वास्थ्य जस्तो आधारभूत कुराकै लागि गाउँ छोड्नुपर्छ भने गाउँमा बस्ने प्रेरणा कसरी आओस् त? यसले के पनि देखाउँछ भने विकास भनेको बाटो र बिजुली मात्रै होइन रहेछ, गुणस्तरीय सामाजिक सेवा पनि रहेछ। यी सेवा नहुँदा गाउँबाट ब्रेन ड्रेन मात्र होइन, फ्यामिली ड्रेन नै भइरहेको जस्तो छ। हो त नि, यी सबै कारणले मान्छे बाहिरिरहेको बेला यहाँ एउटा अलिकति रोचक कुरा पनि छ। स्रोतका अनुसार पाल्पाकै 10 पालिका मध्ये एउटा रामपुर नगरपालिकामा चाहिँ अवस्था ठिक उल्टो छ। त्यहाँ गत वर्ष बसाइ सरेर जाने भन्दा आउने मान्छेको संख्या अलि बढी देखियो रे। यो कसरी भयो होला? अरू 9 ठाउँमा मान्छे भागिरहेका छन्, त्यहाँ चाहिँ आइरहेका छन्। हो, यो साँच्चै नै चाखलाग्दो भिन्नता हो। रामपुरको यो ट्रेन्डले जिल्लाको समग्र निराशाजनक क्षेत्रमा खै एउटा सानो उज्यालो जस्तो देखाउँछ। तर किन यस्तो भयो भन्ने ठोस कारण चाहिँ स्रोतमा स्पष्ट खुलाइएको छैन। लेखमा यति मात्र भनिएको छ कि अरू गाउँमा पनि विकासका पूर्वाधार बने पनि मान्छे रोकिएनन्, तर रामपुर अपवाद भयो। यसले के देखाउँछ भने सायद त्यो सामान्य पूर्वाधार जस्तो बाटो, बिजुली मात्रैले मान्छेलाई गाउँमै रोक्न काफी छैन कि। त्यसो भए रामपुरमा के होला त फरक? के अनुमान गर्न सकिन्छ कि? अब स्रोतमा त छैन, तर हामी केही सम्भावना सोच्न सक्छौँ। हुन सक्छ रामपुर अलि सुगम ठाउँमा पर्छ कि, अथवा त्यो एउटा बजार केन्द्रको रूपमा विकास भइरहेको छ कि, जसले गर्दा खेती बाहेक अरू रोजगारीका अवसरहरू पनि छन् कि, वा त्यहाँको स्थानीय सरकारले नै केही विशेष प्रभावकारी कार्यक्रम चलाएको पो छ कि, जस्तो कृषिमा अनुदान, साना उद्योगलाई प्रोत्साहन, या शिक्षा स्वास्थ्यमा अरू ठाउँभन्दा राम्रो सुविधा। कारण जे भए पनि रामपुरको यो फरक अवस्था आफैमा महत्त्वपूर्ण छ। यसले के सिकाउँछ भने एउटै जिल्ला भए पनि सबै ठाउँको समस्या र समाधान एउटै हुँदैन। एकै नापको जुत्ता सबैलाई मिल्दैन भने जस्तै हो। रामपुरको सफलता, यदि यो साँच्चै सफल छ भने, बाट अरू पालिकाले केही सिक्न सक्छन् कि भनेर थप हेर्नुपर्ने देखिन्छ। हो, रामपुरको अपवाद बाहेक समग्रमा हेर्दा त अवस्था चिन्ताजनक नै रहेछ। स्रोतमा व्यक्त भएको मुख्य चिन्ता के हो भने गाउँमा केही विकासका काम जस्तो बाटोघाटो बनेको, अरू पूर्वाधार बनेको सुनिए पनि मान्छे बाहिरिने यो डरलाग्दो क्रम रोकिएकै छैन। र सबभन्दा निराशाको कुरा, यो गम्भीर समस्यालाई समाधान गर्न, यो बसाइ सराईले रोक्न वा व्यवस्थित गर्न कुनै ठोस एउटा एकीकृत योजना नै बनेको देखिँदैन रे। यो त नीतिगत तहमा नै खै ठुलो कमजोरी भएन र? हो, यही नै सबैभन्दा गम्भीर र आधारभूत चिन्ता हो। स्रोतले तथ्याङ्क र कारण देखाएर अन्ततः यही नीतिगत शून्यता वा उदासीनतालाई नै औल्याएको छ।
जब यति ठूलो मात्रामा जनसङ्ख्या परिवर्तन भइरहेको छ जसको असर चौतर्फी छ भन्ने थाहा छ तर त्यसलाई सम्बोधन गर्ने कुनै स्पष्ट रणनीति कुनै योजना छैन भने यसको नतिजा राम्रो त पक्कै हुँदैन। यदि यो क्रम यही गतिमा बिना कुनै हस्तक्षेप चलिरह्यो भने पाल्पाका धेरै गाउँ भविष्यमा रित्तिने सुनसान हुने खतरा छ। खेती गर्ने जमिन बाँझै रहला जसले खाद्य सुरक्षामा पनि असर पार्छ। समुदायहरू कमजोर हुन्छन्, सामाजिक सम्बन्धहरू पातलिन्छन्। यसको मतलब त यो खाली मान्छे घट्नु मात्रै होइन, यो त पाल्पाको पहिचान, पाल्पाको भविष्यसँग जोडिएको कुरा भयो। निश्चित रूपमा यो केवल जनसङ्ख्याको अङ्क मात्र होइन, यसले पाल्पाको त्यो सांस्कृतिक सम्पदा, परम्परागत ज्ञान सिप, पुस्तान्तरणको प्रक्रिया अनि जमिनसँग मान्छेको जुन सम्बन्ध छ नि र अन्ततः ती गाउँले समुदायको जीवन्तता र अस्तित्वमाथि नै दीर्घकालीन प्रश्न उठाउँछ। जब गाउँ रित्तिन्छ त्यहाँको संस्कृति पनि त हराउँदै जान्छ, इतिहास बिर्सिन्छ। त्यसैले स्रोतले ठोस योजनाको अभावलाई मुख्य चिन्ता भन्नु एकदमै जायज छ। यो पाल्पाको ग्रामीण जीवनको भविष्य कसरी बचाउने भन्ने आधारभूत प्रश्न हो। विकासका प्रयास भइरहेका छन् भनिए पनि ती प्रयासले बसाई सराईका मुख्य कारणलाई छुन सकेका छैनन् वा अपुग छन् भन्ने कुरा त यही तथ्याङ्कले नै देखाइरहेको छ।